सबैजनालाई है दसैँको सबैलाई शुभकामना छ र जति पनि विदेशमा हुनुभएको दाजुभाइहरूलाई पनि सबैलाई सम्झना र माया है। र अब चाहिँ हाम्रो दसैँको टिका लगाउनुको लागि चाहिँ रेडी भइसकेको छ है। यहाँ देख्न सक्नुहुन्छ पूजाहरू गरेर पनि अब चाहिँ हामी रेडी गरेर अब चाहिँ टिका लगाउने साइत पनि भयो है। देख्न सक्नुहुन्छ अब चाहिँ सबै घर परिवारहरू लगाउने र सबै आउनुहुन्छ अब एकछिनबाट चाहिँ है। अब चाहिँ हामी टिका लाउन स्टार्ट गर्दैछौँ र पालै पछि भिडियो गर्ने बेला भयो है। देख्न सक्नुहुन्छ होइन। अब चाहिँ लु हाम्रो टिका स्टार्ट भयो र अब श्रेयसले भिडियो गर्दैछ। आच्छु अन्ति त हुँदैन है, पानी परेको छैन नानी। पछि यतिलाई भन्नु नि त्यहाँ श्रेयस एकछिन लगाएको छ लगाएको छ आज टिका घुम्दै पानी जाने होइन। जमरा खान सिकिदिएको खोइ एकछिन हौ मिल्दै गर्छ नि। अदलीले लगाइदिएन त एकछिन एकछिन श्रेयस र उयोसँग